मैले भाइ नै भनेर सम्बोधन गरेँ अन्त भान्जाको उमेर भइसक्यो काम मात्रै गर्ने बोल्न नआउने मान्छे परे आउनु खालको छु यस्तो भन्छ त माइक्रोफोन पक्रिनु पनि आउँदैन गैँतिर बेल्चा पक्रिने मान्छे होइन अनौठो खालको छु हुन्छ हुन्छ के अरे नठेलिदिनु होला यता के अरे पत्रकारहरू यतै आउँदा पनि हुन्छ केही छैन यहाँ सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु आजको यो चाहिँ नि श्रम संस्कृति अभियान भन्ने ब्यानरमा भइराखेको सभाको अध्यक्ष हाम्रो बुद्धि सर लगायत यो स्टेजमा आसन ग्रहण गरिरहनु हुने मैले मान्नुपर्ने मान्यजन सम्पूर्ण अतिथिज्यूहरू हाम्रो प्रसन्न भट्टराई सर उहाँ विराटनगरवासी हुनुहुन्छ अमेरिकामा बस्नुहुन्छ र अत्यन्तै कट्टर समर्थक हुनुहुन्छ लगायत यहाँ स्थानीय महानुभावहरू स्टेजमा बसिरहनु हुने महानुभावहरू मैले मान्नुपर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र अहिले त जेएनजी पनि छ सबैजनालाई हार्दिक स्वागत सम्मान गर्न चाहन्छु म पत्रकार मित्रहरू सुरक्षाकर्मी व्यवसायी सम्पूर्ण जो जति आज यो हामी गाईघाटको यो पिपल चोकमा उपस्थित भएका छौँ सम्पूर्णलाई मेरो तर्फबाट हार्दिक नमस्कार हार्दिक सम्मान हार्दिक धन्यवाद थुप्रै कुराहरू राख्न मन लागेको छ तर समयले पुग्दैन त्यसले गर्दाखेरि उहाँहरूलाई पनि थुप्रै कुरा राख्न मन लागेको छ तपाईहरुलाई पनि राख्न मन लागेको होला त्यसले गर्दाखेरि अनौठो खालको हाम्रो कार्यक्रम हुन्छ अब हामी परम्परागत राजनीतिबाट माथि उठेर अब हामी अनौठो तरिकाले नै अगाडि बढ्नुपर्छ बढिरहेका छौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू सबैभन्दा पहिला तपाईहरुले गर्नुभएको स्वागत सम्मान जुन छ त्यो देखेर म प्रत्येक चोटी भावुक बन्ने गर्छु कहिलेकाहीँ त धुरु धुरु रोइन्छ पनि म आज घोषणा गर्न चाहन्छु अब उपरान्त हर्क साम्पाङलाई खदा नलगाइदिनु होला प्लिज यो खदा त्यसो भन्दा फेरि खदा व्यापारीहरू नरिसाउनुहोस् है अरूलाई लगाइदिनुहोस् तर मलाई पर्दैन यो मलाई लगाइदिने खदा यस्तो मान्छेहरू चाहिँ हामी छौँ कि कसैले केटाकेटीलाई स्कुल पठाउन खोज्छौँ तर कापी कलम किनिदिने अवस्था छैन आर्थिक अवस्थाले साथ दिइराखेको छैन त्यस्ता नाजुक आर्थिक अवस्था भएका विद्यार्थी भाइ बहिनीहरूलाई कापी कलम किनिदिनु होला मलाई यो खदा फेटा टोपी यस्ता कुराहरू तपाईहरुले चाहिँ नलगाइदिनका लागि म मिडिया मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु हार्दिक तपाईको चाहिँ निवेदन गर्न चाहन्छु किनकि म आफूलाई सम्मानित कहिले पनि सम्झिदिन म जहिले पनि धुलोमा बस्ने मान्छे माटोमा जन्मेर धुलोमा खेलेको मनाफे सानो मान्छे एउटा गीत पनि गाउने क्या हो है बजारमा नचलेको तर फेसबुकमा डाँडा पाखामा खोला खोल्सीमा चलेको आएको नि म फेरि एन्टरटेनमेन्ट गराइहाल्छु क्या बोरिङ हुँदैन मेरो कुरा सुन्नु तर बोल्न चाहिँ आउँदैन भाषण चाहिँ आउँदैन बिल्कुल तपाईहरुले मलाई यहाँ हर्क साम्पाङ जिन्दाबाद जिन्दाबाद भन्नुभयो आज उपरान्त म घोषणा गर्न चाहन्छु श्रमदाता जिन्दाबाद भन्नु होला हर्क साम्पाङ जिन्दाबाद होइन श्रमदाता
जिन्दाबाद श्रमदाता सबैले भन्नुहोस् देश भन्ने बित्तिकै हामीलाई लाज लाग्छ कता कता हिचकिचाहट हुन्छ अब त्यस्तो नहोस् श्रमदाता महान श्रमदाता त्यो भन्नुपर्छ हर्क साम्पाङ जिन्दाबाद होइन यो देश जिन्दाबाद हुनुपर्छ एउटा गीत मैले गाउँछु भनिहालेँ गाउनै पर्छ के हो गाउँ हर्क साम्पाङ क्रान्ति नायक पनि भन्दै हुनुहुन्थ्यो अघि भर्खर हाम्रो रविन्द्र तिलुङ सरले म नायक पनि होइन नचलेको गायक चाहिँ हो मलाई नायक नठान मनाथे सानो मान्छे हो मलाई नायक नठान मनाथे सानो मान्छे माटोमा जन्मेर धुलोमा खेलेको माटोमा जन्मेर हिलोमा खेलेको मजाबो सानो मान्छे हो मनाथे सानो मान्छे भो मलाई नायक नठान